नमस्ते, जय गोर्खा। आज म तपाईहरूलाई लिएर आएको छु एउटा विशेष क्षणमा हाम्रो आउँदै गरेको गोर्खाली चलचित्र झमेलाको सुटिङमा। हो साथीहरू, आजको दिन एकदमै यादगार छ किनकि झमेला फिल्मको गाना बाउ माने गाउँ मानेको छायाङ्कन भइरहेको छ। साँच्चीकै भन्नुपर्दा यो माहौल देख्दा मनमा एउटा मात्र कुरा आउँछ, सपना जस्तो भए पनि जोस ठुलो छ भने केही पनि असम्भव छैन। यहाँ कुनै ठुलो स्टाफ छैनन्, न त ठुलो बाजेट। डाइरेक्टर आफै कलाकार आफै बेलुन फुलाउने। सपोर्ट स्टाफ छैन, तर जोस छ, जज्बा छ। हामी आफै काम गर्छौँ, आफै सँगै सपनालाई अगाडि बढाउँछौँ। गोर्खाली चलचित्र जगतलाई असम्मै जरा गाड्ने यो हिम्मत, यो सङ्घर्ष, यो मेहनत, यही हो हाम्रो अस्तित्वको पहिचान। साथीहरू, जीवनमा केही गरेर जान चाहियो भने संसारले रोके तापनि फरक पर्दैन। हामीसँग जोस छ, सपना पुरा गर्ने आँट छ र तपाईहरूको साथ र माया छ भने गोर्खाली सिनेमाको भविष्य उज्यालो छ। এইটো গোপীচাঁদ ব্লগ বনাই আছে কায়ো শেয়ার নকৰিব তাৰ गोर्खालीहरूको अस्मिता, अस्तित्व असममा पनि रहिरहोस् भन्ने क्रान्तिकारी सोच लिएर हामी यो यात्रामा अघि बढेका छौँ। जिन्दगीमा पहिलो चोटो अलिकति हाँस्दै खेल्दै गरेको गाना बनाउँदैछु। जनता हो, आउँदैन एक्टिङ त क्रान्ति जस्तो हो। हाम्रो त काम गरे क्रान्तिकारी सोच, क्रान्तिकारी चलचित्र जगत बनाउने त अलिक लाइट एक्टिङ गर्ने प्रयास गरेको छु, हाँस्ने खालको। मेरो सुइदे हो र जस्तै सक्नुवालाई गर्न चाहन्छु पटाइदिनलाई, तर के गर्नु होइन, आज मात्रै यिनीहरूले लोकेसन तिरिमिरी भएकाले अलिक फोकस धेरै राम्रो पाएको छैन हिरोनी। हेर्दै जानुहोस्। यता चेयरम्यान हुन्छ, के भन्नुहुन्छ, कस्तो लाग्दैछ आज तपाईँको त पहिलो सुटिङ भन्नुपर्छ? जी लाइफमा पहिलो माने यो पहिलो पाइलो मुभी पहिलो पाइलो मुभी माने फिल्म इन्डस्ट्रीमा हामीहरू माने एउटा क्रान्तिकारी जस्तो के भोलिको नसोचिकन लागिरहेको छ। जनताको के कसो रेस्पोन्स पाइन्छ होइन, कस्तो लाग्दैछ त काम गरेर? चाहिँ काम गरेर त कस्तो लाग्छ, राम्रो लाग्दैछ, इन्जोय पनि गरिँदैछ। छाता बोक्नु पर्दैछ आफैले होइन, आफ्नो माने के भन्छ स्टाफ पनि छैन छाता बोकिदिने, आफैले बोक्नु पर्दैछ। छाता आफैले बोको, पानी ल्याइदियो आफैले। अनि के भन्न चाहनुहुन्छ त हेर्ने दर्शकहरूलाई? अब दर्शकहरूलाई के भन्न चाहँदैछ, हामीले यस्तो कष्ट गरेर बनाइरहेछ गोर्खाली चलचित्र जगत केही होस् आसाममा भनेर तपाईँहरूले माया गरिदिनु, हेरिदिनु। हेलो, लोकेसन चाहिँ यो चारैतिर पहाड, हरियाली, बिचमा बाटो। अब तपाईहरू सबैको साथ र माया हाम्रो लागि अत्यन्तै जरुरी छ। जसरी साढे चलचित्रलाई प्रेम र समर्थन गर्नुभएको थियो, त्यसरी नै झमेलालाई पनि साथ दिनुहुन्छ भन्ने गहिरो विश्वास राख्छौँ। बाबा राजीव तामाङ हुर्के दाई बाबाको रूपमा, राजीव दाजु बाबा, नागा बाबा। म यति मात्र भन्छु, सपना देख्नेहरू धेरै हुन्छन्, तर त्यो सपना पुरा गर्ने साहस गर्नेहरू थोरै मात्र हुन्छन्। हामी त्यही साहसी यात्रामा छौँ। जय गोर्खा, जय गोर्खाली सिनेमा जगत। धन्यवाद को लागि बिट्टु भुजेल कोरियोग्राफर, यहाँ राजेश हमाल, र चाँडै गाना तपाईँहरूको माझ पनि आउनेछ र फिल्म पनि आउनेछ। सबैजना हेर्नु होला। अहिलेको लागि धेरै धेरै धन्यवाद। जय गोर्खा, बाई बाई।